गाइज वेलकम टु माई न्यू भ्लग है। आज लङ टाइम पछि चाहिँ मैले नयाँ भ्लग ल्याएर आएको छु। आज चाहिँ हाम्रो बर्थडे एकाडेमीमा चाहिँ दसैँ के अरे दसैँ स्पेसल चाहिँ हुँदैछ। यहाँ म्यामर राम्री भन्दै हुनुहुन्छ, कसैले चाहिँ के गर्दै हुनुहुन्छ यस्तो हाल्दै हुनुहुन्छ, कहिले कोद्दै हुनुहुन्छ, कसैको पसिना आएको पसिना फाल्दै हुनुहुन्छ होइन। र यसै गरेर यता पहिला हाम्रो अम्बिका म्यामलाई देखाउनुहोस्। हाम्रो अम्बिका म्याम हुनुहुन्छ यहाँ एन्ड देन आफ्टर अल द टिचर स्टाफ्सहरू यहाँ हुनुहुन्छ। यहाँ चाहिँ अहिले हाम्रो दसैँको लागि उसको सामानहरू के अरे म्याम दसैँ सेलिब्रेसनको तयारी हुँदैछ। त्यसपछि हाम्रो पर एउटा खसी काट्दैछ, खसी काट्छ तर त्यो हड्डीभरि डेभिसलाई खुवाउने हो। सबैले मलाई लगाइदिनु डेभिसलाई चाहिँ हामीले हड्डी खुवाउने अनि भुत्लाभरि डेभिसरको उसमा प्याक गरेर हालिदिने भन्ने कुरा भएको छ गाइस। ल ओके ल यहाँ चाहिँ उहाँ हुनुहुन्छ हड्डी खाने हाम्रो उहाँ। सबैजनालाई नमस्कार। म चाहिँ हड्डी खाने मान्छे। सब्सक्राइब गरिदिनु होला, च्यानललाई फलो गरिदिनु होला, लाइक सब्सक्राइब एन्ड कमेन्ट गाइज। ओके ल यहाँ चाहिँ हाम्रो स्टाफहरू बसिरहनु भएको छ होइन, मैले भित्रबाट क्याप्चर गरेर आइसकेको छु। यता हाम्रो गुरुबा हुनुहुन्छ, उहाँको थोप्ला छ खासै नदेखाउने जस्तो, तै पनि मैले देखाइदिएँ गाइज। उहाँको थोप्ला हेरेर पनि अनसब्सक्राइब नगर्नु, सी इज माई सिस्टर। ओके यहाँ चाहिँ हाम्रो प्रिन्सिपल सर हुनुहुन्छ, हाम्रो उता के मास पाक्दैछ है सर। ओके यहाँ चाहिँ हाम्रो बर्थडे एकाडेमीमा चाहिँ हरेक प्रोग्राममा चाहिँ हाम्रो प्रिन्सिपल सर आफै लाग्नुहुन्छ। अरूलाई भन्दा पनि उहाँ चाहिँ आफै लागेर आफैले काम गर्नुहुन्छ। हरेक ठाउँमा जस्तो हुन्छ नि यस्तो हरेक चिजको चाहिँ पहिला चाहिँ आफैले स्टार्टिङ गरेर अनि बल्ल हामीलाई चाहिँ सिकाउने गर्नुहुन्छ। एकदम एट फर्स्टमा आफै फिल्डमा मान्छे हरेक ठाउँ हुन्छ नि त फिल्डमा खटिने भन्ने कुरा। यो चाहिँ यो मासु भइरहेको छ, सक्दैछ। अब खसी काट्दाखेरि आइपुग्दैन, अरू उता काम भइरहेको छ, सिस्टरहरू गरिरहनु भएको छ, सरहरू चाहिँ यहाँ लागिरहनु भएको छ। जस्तो अब हामीहरू चाहिँ यति भिडियो मात्रै क्याप्चर गर्ने काम हो मेरो चाहिँ है गाइज। ल हाम्रो दिदीहरूलाई पनि मैले देखाएँ ल मेरो भ्लगमा। आज आन्द्रा बुढी भन्दैछ नि गाइज। ल अब यसपछि चाहिँ हामीले अब नेक्स्ट भ्लगमा चाहिँ हामी सबै स्टाफहरू बसेर अथवा हाम्रो जब स्टार्टिङ अहिले खानपिनको व्यवस्थापन हुन्छ, म त्यसपछि चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु। अब अहिले चाहिँ मैले यति है यहाँ चाहिँ अब कस्तो हुन्छ भने हाम्रो प्रिन्सिपल सर एकदम फ्रेन्डली हुनुहुन्छ होइन, जहाँ चाहिँ उहाँले चाहिँ आफै सब काममा आफै खट्नुहुन्छ कि सब काम गर्न आफै लाग्नुहुन्छ होइन। उहाँले यस्तो पकाउनेबाट लगेर हरेक कुरा म्यानेजमेन्टमा त उहाँको छँदैछ होइन। त्यो कुरामा चाहिँ अब दुर्विधा नै चाहिँ सबैले देख्नु भएको छ होइन। उहाँ कति लाग्नुहुन्छ, उहाँले कस्तो गरी गर्नुभएको छ, यत्रो स्पेस सम्हाल्नु भएको छ होइन, त्यो त सबैले देख्नु भएको छ। तर बाहिर हो तर उहाँले हरेक यस्तोहरू जस्तो स्कुलको कुनै कामहरू भयो फिल्डमा आफै उत्रेर जस्तो है, यो जस्तो यहाँ छ नि यो बनेको यो देखिएन, यो यस्तो यस्तो बनेको छ नि, उहाँ यस्तोहरूमा बिदाको दिनहरूमा भयो भने उहाँ आफै आएर बेलुकैसम्म आफ्नो काम यति इनर्जेटिक हुनुहुन्छ होइन। अब यसै गरेर हाम्रो यहाँ यो चाहिँ नेक्स्ट क्लासमा यहाँ बस्नु भएको छ होइन। स्टाफहरू यहाँ उहाँ हुनुहुन्छ, 1 2 3 4 जना हुनुहुन्छ। मैले अब यहाँ है हामी ह्याप्पी दसैँ है, ह्याप्पी दसैँ। तपाईँले ह्याप्पी दसैँ त भन्नुभयो, तपाईँलाई देखेर फेरि अनसब्सक्राइब गरिदिन्छन् कि भन्ने डर लाग्यो। थ्याङ्क यू धेरै धन्यवाद। ओके अब म फेरि यहीँ रिटर्न भएको छु र मैले अब अहिलेलाई चाहिँ यहाँ मैले यति अफ गर्छु र हाम्रो भोलिको सेलिब्रेसन मैले भोलि देखाउने छु। र प्लस हामी अहिले खाना लाग्दाखेरि चाहिँ मैले तपाईँलाई देखाउँछु। कसैको घाँटीमा मासु हड्डी अड्क्यो भनेपछि मैले पानी खुवाउँछु। बाई बाई।